बिना इतिहास भाषा पास कसरी कोरिया आउने त? कसरी 4 लाख 2 लाख कमाउने त? त्यो सम्भव छ। तपाईले दिनरात कोरियन भाषा पढिरहनु पर्दैन। दाजुभाइ दिदीबहिनी स्टुडेन्टहरू 18 वर्षभन्दा माथिका जो कोही पनि आउन पाउने छन् त्यसको लागि बिना भाषा पास। त्यसको लागि के छ भने कोरियामा आउनुभएका दाजुभाइ दिदीबहिनी जो हुनुहुन्छ, मानौँ तपाईको श्रीमान कोरिया आउनु भएको छ, तपाईको बोयफ्रेन्ड कोरियामा छ, तपाईको गर्लफ्रेन्ड कोरियामा छ, तपाईको साथी कोरियामा छ। अब तपाईले कोरियामा भएको तपाईको बोयफ्रेन्ड कोरियामा छ भने नेपालमा भएको गर्लफ्रेन्डले उसको बोयफ्रेन्डसँग बिहे गरेर जब कोरियामा भएको जोसुकै हुनुहुन्छ महिला मित्र पुरुष मित्र उहाँले बिहे गरिसकेर यहाँ E7 भिसा चेन्ज गर्नुहुन्छ। त्यो भिसा चेन्ज गरिसकेपछि तपाईले नेपालमा हुनुहुने जोसुकैलाई श्रीमान अथवा श्रीमती उहाँलाई यहाँ झिकाउन सक्नुहुनेछ प्रोसेस गरेर। त्यसको लागि कुनै भाषा एक्जाम दिनुपर्ने छैन। तपाईले यहाँ भिसा चेन्ज गरेको हुनुपर्छ E7 E7F2 त्यो मध्ये एउटा जुन भए पनि भयो। त्यस पछाडि तपाईले प्रोसेस चालेर सरकारी तवरबाट हुनेछ। त्यसको लागि बस सिर्फ कोरियामा भएको बोयफ्रेन्ड अथवा गर्लफ्रेन्ड श्रीमान श्रीमती जोसुकैले पनि भिसा चेन्ज गरेर नेपालमा भएको व्यक्तिलाई झिकाउन सक्यो। त्यो भनेको न भाषा पढ्नु पर्यो न मिनिङ घोक्नु पर्यो न त 10,000 मिनिङ पढ्नु पर्यो टाउको छामेर या था भन्दै त्यो केही गर्नु परेन। सिर्फ बिहे गरेर आउनु पर्यो कोरियामा भएको श्रीमानसँग अथवा श्रीमतीसँग उहाँले भिसा चेन्ज गरेको हुनु पर्यो E7 अथवा E7F2 त्यो गरेपछि तपाईले कुनै भाषा परीक्षा दिनु परेन, इतिहास फेस गर्नु परेन। तपाईले पनि महिना 2 लाख कमाउन सक्नुहुनेछ। यसरी आउन सक्नुहुन्छ तपाईले बिना भाषा पास है त। अरु प्रक्रिया पनि फेरि म अर्को भिडियोमा बताउनेछु। यसरी तपाई आउनुभयो भने दिनमा 6 चोटी 45 चोटी